उहाँलाई नै भन्छु नि, प्लिज मेरो क्षेत्रमा निर्वाचन लड्न आउनुहोस्। तपाईँ पपुलर हुनुहुन्छ नि, डिस्कर्डले प्रधानमन्त्री बनाएको हो, पपुलर हुनुहुन्छ नि, तपाईँको पक्षमा सारा देश छ। मेरो झापा क्षेत्र नम्बर 5 मेरो ठाउँ हो चुनाव लड्ने। म फेरि त्यहीँ गएर चुनाव लड्छु। म सुशीला कार्कीजीलाई आह्वान गर्छु, तपाईँ आएर जितेर देखाउनुहोस्। यो फागुन 21 के चुनावको कुरा गर्दैछौँ नि। जहिले हुन्छ नि चुनाव, जहिले हुन्छ। उहाँ लड्न त पाउनुहुन्छ नि त जहिले भए पनि। आफ्नै जिल्लाबाट कोही मान्छे किन चुनाव लड्दैन? आफ्नै जिल्लामा कसैले पत्याउने स्थिति छैन, त्यहाँ ढाक्न सकिन्न। काठमाडौँमा जितिसकेको मान्छेले त्यहाँबाट किन आँट गर्दैन फेरि लड्न? किन यहाँ आउनु पर्यो? यो साथीहरूले बुझ्नु भएको छ, दाजुभाइ दिदीबहिनीहरूले बुझ्नु भएको छ। शर्मा ओलीले सूर्य चिन्हमा 18,734 मत प्राप्त गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाहले घण्टी चिन्हमा 68,000 Bye bye.